हेलो भाइ बहिनीहरू, आज चाहिँ हामी क्लास 12 को नेम रियाक्सन मध्ये मोस्ट इम्पोर्टेन्ट क्वेसन कोल्बेज रियाक्सन हेर्न गइरहेका छौँ। यसमा चाहिँ फेनोल रियाक्ट्स विथ सोडियम हाइड्रोक्साइड टु गिभ सोडियम फेनोक्साइड व्हिच देन रियाक्ट्स विथ कार्बन डाइअक्साइड इन एसिडिक मिडियम टु गिभ 2 हाइड्रोक्सी बेन्जोइक एसिड भनेको छ। यसमा चाहिँ सुरुमा फेनोल रियाक्ट्स विथ सोडियम हाइड्रोक्साइडसँग र सोडियम फेनोक्साइड बनाउँछ र वाटर लस हुन्छ यसमा र कार्बन डाइअक्साइडले चाहिँ एसिडिक मिडियममा रियाक्ट गर्छ। त्यसपछि चाहिँ COOH ग्रुप अर्थ पोजिसनमा आउँछ र सेलिसाइलिक एसिड बनाउँछ। यसको आइयुपेक नेम चाहिँ 2 हाइड्रोक्सी बेन्जोइक एसिड भन्छ र यसरी चाहिँ सेलिसाइलिक एसिड बन्छ। यो चाहिँ सबभन्दा सजिलो सबभन्दा मोस्ट इम्पोर्टेन्ट क्वेसन रहेको छ, याद गर्नु होला। धन्यवाद।